नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ हालखबर सन्चै हुनुहुन्छ? आज चाहिँ हाम्रो आमा समूह जाँदैछ नारी दिवस मनाउन। सबैजनालाई नारी दिवसको धेरै धेरै शुभकामना छ। पहिला जिउँदो छ नि बेला राम्रो खर्च दिइन्छ, अहिले आएन यस्तो बनाइहाल्छ। सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। विशिष्ट अतिथिको आसन ग्रहणको लागि शारदा नगरपालिका वडा नम्बर 15 का डाइनामिक लिडर आदरणीय व्यक्तित्व लोकमान बुढाथोकीज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणको लागि म अनुरोध गर्दछु। यो र्यालीको तयारी गरिदिनु होला। यो अन्तर्राष्ट्रिय 115औं अन्तर्राष्ट्रिय नारी दिवसको यो ब्यानर समाएर लगायत हामी सबैजना यो र्यालीमा सहभागी हुनेछौँ। यो र्यालीमा हामी सबैजना उपस्थित हुनेछौँ। आदरणीय दाइ बुद्धि बुढाथोकी। अब र्याली लाग्न सुरु हुँदैछ हाम्रो अन्तर्राष्ट्रिय नारी दिवस। अन्त्य गर्नुपर्छ, महिला हिंसा अन्त्य गरौँ। 115औं अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौँ। सफल पारौँ। नारी दिवस जिन्दाबाद। धन्यवाद। सबैजना आफ्नो स्थानमा बसिदिनु होला। सम्पूर्ण अतिथिहरू लगायत कार्यक्रममा उपस्थित सम्पूर्णमा हाम्रो यस आमा देश दुर्गा आमा समूहको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। नमस्कार दिन चाहन्छु। डाँडै पिपलुमा चल्यो बतास, हाम्रो हक अधिकार कुन्नी कता छ। डाँडै पिपलुमा चल्यो बतास, हाम्रो हक अधिकार कुन्नी कता छ। ओइ हाम्रो हक अधिकार कुन्नी कता छ। चल्यो बतास, डाँडै पिपलुमा चल्यो बतास, हाम्रो हक अधिकार कुन्नी कता
दुई राउन्ड पायो है कस्तो उदाले सिधा गाउँमा सिधा प्लिज होइन कि सिधा अटाइदिएपछि पो अनि हुन्छ त राधा भण्डारी यस्ता हो मुटुले कस्तो ढुक गर्छ पहिलो घोडी हेरे 321 सब अघि धेरैभन्दा भित्र क्रस गर्न पाउँदैन धेरैभन्दा बाहिरबाट हान्यो भने चाहिँ विजय हुन्छ है 2 राउन्ड घुमाउनु होला 2 राउन्ड दायाँ 2 राउन्ड बायाँ फेरि घुमाउनु ठिक छ गिटारोका तयारीसँग बस्दिनु होला गिटारोका म एक अर्को लगे आस्ते हम त्यसको लागि हेर न ओइला हैन किनभने कसैले लगाएर नि मलाई लाग्छ Guys, full sound. Open. Aha. Banana divorce. ये किसको जॉब वाला हमने जो है घर को सुन सकते हो शांता दिखा अंजना के सुन I like it. Ada Sunita Sedoan. Let's try this out. Three. Bobita Giri Budak Choki. Kale gare
आज यसले नवरचना श्री बबिता गिरी बुढा छोरी अहिलेको यो भैँचो छोरको प्रतियोगिताको लागि Time start. महिलाको पहुँच हुँदैन तबसम्म हामीले हरेक प्रकारका हिंसा सहन पर्छ। यहाँहरूले विभिन्न सम्भावना छन् अहिले पछिल्लो समयमा तपाईको जागिर खाएर मात्रै त्यो चाहिँ समस्याको समाधान हुने होइन। महिलाहरूले